चेन्ज भएको छ हो ड्राइभर चाहिँ आज चेन्ज भएको छ ड्राइभर चेन्ज भएको तर यो ड्राइभर पनि राम्रै रहेछ चलाउनु त राम्रै चलाउँदो रहेछ है यो चाहिँ उयो मेगेटारको बाटो यो चाहिँ मेगेटार हो यस्तो छ यो चाहिँ यहाँ चाहिँ पिकनिक स्पोट हो यहाँनिर चाहिँ अब पिकनिकहरू आयो भनेदेखि चाहिँ एकदमै राम्रो हुन्छ तर म पनि आउनुपर्छ ल भालेछाले लिएर आयो है हजुर यहाँ चाहिँ आगो लगाएर घोडाहरूको पुच्छर पनि डढाइदिएछ बिचरा घोडाको मर्नु यो चाहिँ यसै आई लभ मेगेटार लेखेको यस्तै आई लभ मेगेटार आई लभ मेगेटारले त तर हिँड्नुले त मर्ला जस्तो भयो यस्तो छ साह्रै जसले पनि अब प्रकृतिलाई माया गर्नुहुन्छ उहाँहरूको लागि चाहिँ अब एकदमै सुन्दरताले भरिएको छ यो जग्गा चाहिँ यहाँ पिकनिकहरू आउनु चाहिँ एकदमै राम्रो छ र यहाँनिर चाहिँ पुरा डढेलो पनि लाग्दो रहेछ अब त्यहाँनिर चाहिँ फुलहरू पनि रहेछ नि त यो मेगेटारमा चाहिँ पुरा अब एन्जिलिया फुलहरू पनि लगाएको रहेछ अन्त त्यो डढेलो लाग्दाखेरि चाहिँ अब यो एन्जिलिया फुलहरू चाहिँ डढ्यो होला सायद है यसरी डढेलोहरू चाहिँ नलगाएको भए चाहिँ राम्रो हुने थियो है मेरो विचारमा चाहिँ अब तपाईँहरूको विचार के कसो है भाइको के छ भन्नु तेरो विचारमा चाहिँ के छ यसरी डढेलोहरू लगाउनु पर्थ्यो कि नलाउनु पर्थ्यो यो चाहिँ अब देख्दा चाहिँ मजा मजा गार्डनहरू रहेछ धुपीहरू लगाएको रहेछ है अब यो धुपीहरू चाहिँ अब अतङ्गलाई आगोको रापले बिग्रिन्छ है नलगाएको राम्रो यसो आगो चाहिँ मेरो हिसाबमा चाहिँ घुम्ने ठाउँमा धुपी लगाएको बेकार भयो यसो डढिदिन्छ अब धुपी के फाइदा भयो त्यही चाहिँ अब नलगाएको राम्रो बेस्ट त्यही त है यो मेरो प्यारो भाइसँग आज मैले बनाएको अनि मेरो हस्बेन्ड चाहिँ कता गयो भनेर सोच्नुहुन्छ होला ऊ चाहिँ माइत गएको छ उसको है म चाहिँ त्यहाँनिर के अब यहाँनिर अहिले म यता आउनु परेको कारणले गर्दा चाहिँ म चाहिँ त्यहाँ जानु सकिनँ मेरो हस्बेन्ड चाहिँ माइत गएको छ र भरे बेलुका चाहिँ हामी दुईजना फेरि भेट हुन्छौँ र यहाँनिर तपाईँहरू पनि घुम्न आउनु सक्नुहुन्छ यसरी डढेलो लागिरहेको छ पुरा यसरी चाहिँ नलाग्नु पर्ने थियो है कति राम्रो धुप्पीहरू यहाँनिर रोपेको रहेछ यसरी डढेलो लागिरहेको छ यहाँ एन्जिलियाको बोटहरू पनि छ यसरी मजाले फुलिरहेको रहेछ एन्जिलियाहरू त सबै डढेछ है कति मजाले फुलिरहेको रहेछ यहाँनिर चाहिँ हामी आउँदा आउँदै फुत्तै चित्त पनि निस्क्यो कि झन्डै है आशिष यहाँनिर चाहिँ हाम्रो पुर्खौली पनि आएर बसिरहनु भएको रहेछ उहाँ चाहिँ हाम्रो एकदम पुर्खौली बाजे हो कि बोजू हो कुनी यो बाजे होला है यहाँ चाहिँ हाम्रो पुर्खौली बाजे पनि बसिरहनु भएको रहेछ अन्त बोजू पनि हुनुहुँदो रहेछ बोजू यहाँ के गर्नु हुँदैछ बोजूलाई त केही ल्याइदिएन हामीले त जुसहरू खाइहाल्यो है बोजू पनि हुनुहुँदो रहेछ यहाँनिर अन्त बोजू ठिकै हुनुहुन्छ भनिराख्ला है बोजूलाई पनि खुवाइदिउँ है र यति नै हो मेगेटार चाहिँ र हामी घुमिसक्यौँ मेगेटार चाहिँ छोटो मिठो एकदम प्रकृतिको आनन्द लिने जग्गा हो यो चाहिँ आएर मजाले तपाईँहरू पनि ड्राई पिकनिकहरू खाने जग्गा एकदम राम्रो छ है यो चाहिँ समलबुङ बिजनबारी माथि पर्छ तपाईँहरू पहिले नै आइसकेको होला म पो ढिलो भएँ हस् त आजलाई हस् त है हाम्रो चाहिँ मेगेटारको भ्रमण भइसक्यो र अब फेरि पनि हामी अब अर्को ब्लगमा फेरि भेट्ने आशा गर्दै है आजलाई यति नै बाई बाई भने भाइ परबाट भए पनि